नमस्ते, वेलकम टु माई भिडियो नै भनौँ होइन। यो म च्यानलमा पनि राख्छु, म आफ्नो युट्युब च्यानलमा। आज चाहिँ कति नाच्नु कति गफ गर्नु भनेर चाहिँ आज म तपाईँहरूलाई एकदम मिठो सजिलो तरिका, इट्स नाउ टाइम टु सो माई कुकिङ स्किल पनि होइन, कसरी पकाउँछु के पकाउँछु भनेर तपाईँहरूलाई जहिले लाइभमा पकाएरै देखिरहेको, तर तपाईँहरूले नर्मली पकाएको देख्नु भएको छैन। त्यही भएर आज चाहिँ आइएम गोइङ फर माछा फ्राई गरेर राखिसकेँ। एज यु क्यान सी माछा फ्राई गरेर राखिसकेँ। अनि त्यसपछि आई हेभ टोमेटो र प्याज काटेर राखिसकेँ। कराई बसालेको छु, आमाले चिया बनाउनु लाग्छु। र यो चाहिँ अदुवा कम, लसुन अलिकति बढी र रातो खुर्सानी फुटेर पिसेको यो चाहिँ। अनि सर्सीको लागि चाहिँ यहाँ रेडी छ है। यहाँ हातमा करी लिफ छ, जहाँ चाहिँ मैले यो कराईमा हाल्नेवाला छु है। हेर्दै जानुहोस् म कसरी बनाउँछु। तोरीको तेल राखेँ। धेरै तेल पनि राख्नु ठिक होइन जस्तो लाग्छ मलाई चाहिँ। हाम्रो घरमा अब धेरै तेल खासै खानुहुन्न। यो करी लिफ चाहिँ ताते पनि नताते पनि राख्थेँ। इट्स नट नेसेसरी यसलाई फुट्नै पर्छ, यसलाई पकाउनै पर्छ भनेर। अब यसमा थोरै जिरा, अलिकति धेरै पनि होइन, अलिकति जिरा एड गरिदिन्छु। त्यसपछि डढ्न नदिने, किनभने भुट्नु नै पर्छ नि त, धेरै चिज सबै भुट्नुपर्छ भन्ने नेसेसरी पनि छैन। अनि प्याज हालिदिने। प्याज हालेर चलाइदिने, यति चाहिँ सकिन्छ। सबै ठाउँमा श्रीलङ्कामा आफ्नै तरिकाले पकाउँछन् श्रीलङ्कनहरूले, बङ्गलादेशमा आफ्नै तरिकाले पकाउँछन् होइन, केरलामा आफ्नै तरिकाले पकाउँछन्। उनीहरूले कोकोनटहरू बेसी हाल्छ, कोकोनट मिल्कहरू बेसी हाल्छ उनीहरूले होइन। अब नेपालमा तराईतिर अलिक छुट्टै तरिकाले पकाउँछन्, म आफ्नै तरिकाले पकाउँछु। सबैको फरक तरिका हुन्छ होइन त गाइज। माछाहरूमा केही कुरा पनि ब्राउन गर्नुपर्छ, यो गर्नुपर्छ भन्ने नेसेसरी छैन क्या। अब ब्राउनै गर्नुपर्ने यो नै छैन। एकछिन चाहिँ भुट्नुपर्छ होइन। एकछिन छोडिदिने यो भुटेर, ग्यास पनि अलिकति कम गरिदिने। अनि आमालाई चिया हालिदिने। अनि फेरि तपाईँलाई फर्दर के गर्छु म देखाउँछु। अब यसमा एड गर्ने भनेको हामीले चाहिँ सर्स्यु हालिदिने है। अलिकति हालिदिन्छु, थोरै, धेरै हाल्दिनँ। ओके, सर्स्यु भयो, एकछिन चलाइदिने। धेरै भुट्न पनि नेसेसरी छैन। त्यसपछि अघिको अदुवा लसुन जुन मैले पेस्ट बनाएको थिएँ, सुकेको खुर्सानी एडेड। अनि त्यसपछि मजाले चलाउनुहोस्। मलाई यस्तो खासै भन्न त आउँदैन नि, आज चाहिँ यसो पकाएको पनि देखाउँ, म चाहिँ यसरी पकाउँछु है भनेर। यो चलाइदिनुहोस् है। यो अलिकति एकैछिन चलाइदिनुहोस्। यो भइसकेपछि त्यसपछि टमाटर एड गरिदिनु। टमाटर एड गरिसकेपछि फेरि कमेन्टमा कस्तो कराई हो, पुरानो कराई नभन्नुहोस्। यो मेरो सानो बेलाको दाइ पाएको बेलादेखिको कराई हो। अनि छ अझैसम्म। राम्रो कराई पनि छ, तर आई डोन्ट नो वाइ वी युज दिस वान ओन्ली। अब यसमा हामीले एड गर्ने भनेको बेसार। कलर अनुसार तपाईँलाई थाहा हुन्छ बेसार राख्न लाग्छ कि लाग्दैन भनेर। मैले चाहिँ यति हाल्न चाहेँ आफ्नो बेसार है। त्यसपछि आम एडिङ सल्ट, नुन चाहिँ चाहिन्छ किनभने झोलै बनाउने हो होइन। नुन चाहिँ चाहियो। त्यसपछि जिरा धनियाँ पनि चाहिन्छ। त्यसपछि चलाइदियो।
अब यसलाई एकछिन पाक्न दिनुपर्छ यो चाहिँ सबै पाक्नुपर्छ त्यसपछि अब यसमा अघिको जुन लसुन अदुवा पिसेको थियो त्यसमा अलिअलि लागेको हुन्छ नि हो त्यसमा अलिकति यस्तो लागेको नै धेरै लागेको रहेछ होइन अनि त्यसले चाहिँ अलिकति यस्तो गरेर यसरी खनाइदिनु पर्यो खनाइदिइसकेपछि यसलाई एकछिन पाक्न दिनु पर्यो है यो अब यसलाई एकछिन पाक्न दिनुपर्छ कलरको लागि इफ यु वान्ट टु एड कलर हुन्छ नि यु क्यान एड कलर पनि अनि म चाहिँ कलर एड गर्छु कहिले कहिले किन भन्दा चाहिँ आई लाइक टु अब हामी पकाएर हुन्छौँ के जस घरमा यताउता पकाएर हुन्छौँ अनि कलर भएन भने बेसार अलि नलाग्ने खालको बेसार छ ओरिजिनल बेसार त्यस्तै हुन्छ कि फेरि अलिकति मैले लाल मिर्च हाल्दै सो अलिकति रङ होस् भनेर धेरै त होइन only for color चलाइदिने पानी पुगे छैन पानी अलिकति हालिदिने र यसलाई मजाले एकछिन उम्लिन दिने है सबै गल्नुपर्छ अहिले तुरुन्तै त यसलाई उम्लिन दिने म छोपिदिन्छु यसलाई मैले छोपिदिएँ मैले अघि यसमा भुटेर जुन तपाईँहरूले प्याज हालिसकेपछि सर्स्यु अदुवा लसुन अनि टमाटर हालेर यसलाई भुटेँ अनि यस्तो झोल बनाएँ अहिले माछा हालेको छैन यसलाई उम्लिन दिनुभन्दा अगाडि फर्स्टमा म धनियाँ हाल्छु किनभने अझै फ्लेभर आओस् भनेर मतलब हुन्छ नि यसमा मैले हाफ कागती पनि एड गरिदिएको छु र यसरी छोपेर यसरी यसलाई एकछिन उम्लिन दिन्छु अब यो भित्रबाट बेसी उम्लिसक्यो हेर्नु यु क्यान सी है अब यसलाई यहाँ साइड राखेर अब म भएको माछा जति सबै यहाँ हालिदिन्छु ओके है यो भयो अब पहिले धनियाँ हालेपछि धनियाँको फ्लेभर पनि आउँछ होइन यो माछालाई अब यसो गरेर यसो हुन दिनुपर्छ सो अलिकति फिल्दै धेरै चलाउनु पनि हुँदैन अहिले अलिअलि हार्ड छ त्यही भएर अलि एकछिनमा यो माछा गलिसकेपछि धेरै चलाइराख्नु हुँदैन होइन अनि यसलाई यसरी ल इट लुक्स गुड राइट आफ्टर अल फिनिसिङमा तपाईँलाई देखाउँछु एकछिन छोप्नुपर्छ छोपेर देखाइराख्नुभन्दा म छोपेर एकछिन राखिदिन्छु है त गाइज अब यो उम्लेर बेसरी भकभक भएर रेडी भइसक्यो यु क्यान सी है यो भइसकेपछि चाहिँ what I'm gonna do is अब I'm gonna straightly off this धेरै अब पनि गर्दिनँ तपाईँहरूलाई म चलाएर देखाइदिन्छु यो भिडियोमा चाहिँ धेरै लामो समय लाग्यो तर यसरी पकाउनु भयो भने चाहिँ इट लुक्स सो यमी यु विल इन्जोय दिस एकदम मिठो हुन्छ कतिलाई माछा तितो मनपर्छ कतिलाई तितो मन पर्दैन तितो मन पर्दैन भने सर्स्यु नहाल्नुहोस् नर्मल प्याज टमाटर यसरी हालेर बनाउनुहोस् इट विल बी भेरी भेरी यमी है त गाइस थ्याङ्क यू सो मच भन्दै प्लिज इन्जोय माई भिडियो एन्ड ट्राई दिस रेसिपी यु विल इन्जोय मेरो प्रपर केही पनि छैन डिभाइसहरू सो आइ एम युजिङ माई फोन नर्मली द्याट्स इट थ्याङ्क यू सो मच अब म अफ गर्न गइरहेको छु मेरो ग्यास आई कभर दिस अप एन्ड आई क्लोज Thank you. Bye-bye. Have a nice day.